भगवानको नाम रहेको छ धतुर। यसको संस्कृत प्रयोगको कुरा गर्दाखेरि चाहिँ शिवप्रिय, यसको फुल चाहिँ शिवलाई एकदमै प्रिय भएको कारणले शिवप्रिय भनिन्छ। र यसको अर्को संस्कृत प्रयोगको कुरा गर्दाखेरि महामोही भनिन्छ र कण्ठफल भनिन्छ। यसको फलमा चाहिँ काँडा भएको कारणले कण्ठफल भनिन्छ र घण्टापुष्प भनिन्छ। यसको फुल चाहिँ फनल सेपको भएको कारणले घण्टापुष्प भनिन्छ र यसको लेटिन नेम चाहिँ धतुर मेटल हो भने फ्यामिली चाहिँ सोनालेसी फ्यामिली, कुल चाहिँ खण्डकारी र नेपाली नेम चाहिँ धतुरो र इङ्ग्लिस नेम चाहिँ यहाँ देख्न सक्नुहुन्छ थ्रोन एप्पल भनिन्छ। र यसको मोर्फोलोजीको कुरा गर्दाखेरि चाहिँ यसको हेबिटेट चाहिँ यो लार्ज हब हो र यस गिभिङ अ बुसी स्ट्रक्चर। अनि त्यसपछि यसको स्टिम देख्न सक्नुहुन्छ। यसको स्टिम चाहिँ इरेक्ट हुन्छ र यसको चाहिँ ब्रान्चहरू यहाँ देख्न सक्नुहुन्छ, एकदमै ऱ्यापिडली ब्रान्चिङ हुन्छ। र यसको लिभको कुरा गर्दाखेरि यसको लिभ देख्न सक्नुहुन्छ, एकदमै लार्ज हुन्छ, एङ्गुलर हुन्छ र यसको अनइभन हुन्छ। यसको बेसमा चाहिँ अनइभन हुन्छ र यसको लिभको अप्पर सर्फेस चाहिँ डार्क ग्रिन हुन्छ भने यसको लोअर सर्फेस चाहिँ पेल कलरको हुन्छ। र यसको फ्लावरको कुरा गर्दाखेरि यसको फ्लावर देख्न सक्नुहुन्छ, यो फ्लावर हो, प्रोपर डेभलपमेन्ट भइसकेको छैन। यसको फ्लावर चाहिँ फनल सेपको हुन्छ र व्हाइटिस कलरको हुन्छ र अन्य कलरको पनि हुन्छ। र यसको फ्रुटको कुरा गर्दाखेरि चाहिँ यसको फ्रुट चाहिँ क्याप्सुल हुन्छ, लार्ज हुन्छ र यसमा चाहिँ के हुन्छ, स्पाइनहरू हुन्छ। र यसको सिडको कुरा गर्दाखेरि यहाँ सिड देख्न सक्नुहुन्छ, मेरो हातमा यो सिड छ र यसको सिडहरू देख्न सक्नुहुन्छ, यो ब्राउनिस कलरको छ। र यसको गण वर्गीकरणको कुरा गर्दाखेरि चरक र सुसले कुनै पनि गणमा राख्नु भएको छैन भने भापरकासले गुरुचादी वर्गमा राख्नु भएको छ। र यसको रसपञ्चकको कुरा गर्दाखेरि यसको रस चाहिँ तिक्त कषाय मधुर हुन्छ, गुण चाहिँ गोरु, रुक्ष र तीक्ष्ण हुन्छ, विपाक चाहिँ कटु हुन्छ, वीर्य चाहिँ उष्ण हुन्छ, दोष कर्म चाहिँ वात कफ शामक हुन्छ। र यसको पार्ट्स युजको कुरा गर्दाखेरि यसको रुट, लिभ र सिड प्रयोग गरिन्छ